हामीले इन्टरभ्यूमा त भन्न त भन्छौँ प्र्याक्टिकल एजुकेसन छ यसो भनेर, बट एक्ज्याक्टली हुन्छ कि नाइ होइन त. So what I found most interesting about US education is it is liberal education क्या. त्यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ वेदर तपाईँ साइकोलोजीको स्टुडेन्ट होस्, इन्जिनियरिङको होस्, आर्ट्सको स्टुडेन्ट हो कि तपाईँ नर्सिङ स्टुडेन्ट होस्, तपाईँहरूले चाहिँ म्युजिक भन्ने पढ्नै पर्ने हुन्छ. तपाईँहरूले चाहिँ कुनै कोर्सेसहरू हुन्छ नि इन्ट्रो टु साइकोलोजी त्यस्तोहरू, सोसियोलोजी त्यस्तो कोर्सेसहरू पढ्नै पर्ने हुन्छ क्या, थिएटरहरू. एन्ड योलाई नै लिबरल एजुकेसन भनिन्छ. यहाँमा चाहिँ डिफ्रेन्ट फिल्ड्सको होइन बेसिक नलेज युएसमा चाहिँ थाहा हुनुपर्छ क्या. सो तपाईँ नर्सिङ स्टुडेन्ट हुनुहुन्छ भने तपाईँले म्याथ्स चाहिँ गर्नै पर्छ क्या. विच एभर कोर्स लाइक जेन भए पनि आर्टको भयो नि तपाईँले म्याथको चाहिँ बेसिक नलेज कलेज एल्जेब्रा चाहिँ थाहा हुनैपर्छ. सो यु निड टु पास द्याट भनेर चाहिँ यहाँको चाहिँ युएसको एजुकेसन त्यो छ, विच आई फाउन्ड रियली नाइस. किनकि तपाईँले हरेक फिल्डबाट केही न केही नलेज पाउन सक्नुहुन्छ नि त. सो त्यो चाहिँ एउटा पोइन्ट हो है यता अनेस्ट युएस एजुकेसनको चाहिँ.